अनि के गर्यौ त जूमा जिराफ जङ्गलमा नै हुन्छ इसुले हेर्नु न कस्तो बाहिर निकालेछ इसु बेबी छ नि त कति राम्रो बनायो पछाडि पहाड सानो सानो बनाउने है अनि घर बनाउने मलाई देखाइदेऊ त तिमीले पहिला पहिला बनाएको पहाड देखाइदेऊ न पहिला यसरी बनाउने यसरी सानो सानो पहाड अनि चरा होइन एउटाले यहाँ बनाऊ तिमीले यहाँ बनाऊ यहाँ बनाऊ ल अलिक यता आइदेऊ न इसु अलिक यस्तो गरेर अलिक यता आइदेऊ ल ल बनाऊ भयो भयो धेरै ठुलो होइन अनि सन खै यहाँ घाम बनाऊ सन बनाऊ यहाँ पनि सन बनाऊ माथि गोलो पहिला चोरा त बनाऊ चोरा यो जस्तो हुन्छ अनि खै त इसुको सन खै सन ऊ यहाँ बिचमा निक्लिन्छ सन माथि पनि हुन्छ न सन यसरी पनि हुन्छ हो त्यस्तै पनि हुन्छ यस्तो सजिलो हुन्छ बेबीहरूलाई अनि यता खोला बगेको खै खोला बगेको अनि रुखहरू खोला बग्यो अनि यता सानो घर यता रुखहरू खै ट्रीहरू त्यहाँ आउन यता के यता तीनटा भी गर्न फेरि सकाइ लाग्छ यहाँ हुन्छ यसरी लाइनसित हुन्छ त्यहाँ हुन्न टुप्पो हो नि त्यहाँ माथि यहाँ हुन्छ तल ल ल भयो ल बनाऊ यस्तो गरिदिने क्या यस्तो ए भइहाल्यो नि त ल होइन यस्तो गर न यस्तो बनाऊ 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 यसो तिमीले आफ्नो बनाऊ ल भयो ल सारांशले बनाऊ बनाऊ ट्रीहरू बनाऊ त्यो खोला बनाऊ जस्तो खोला पानी बगिरहेको के खोला अब यसको माथि
यतासम्म अब घर बनाऊ, यता घर बनाऊ, हाउस। ट्री बनाउँछु ट्री। सानो सानो अब हाउस बनाइदेऊ यसै। पछि सानो बनाउँछु बनाऊ सारस बनाऊ। अझै एउटा हाउस बनाऊ, यहाँ बनाऊ, यहाँ बनाऊ, यहाँ बनाऊ। यो सबै सब बनाउँछु यता गाउँ हो नि यो, सानो गाउँ। अझै धेरै घर हुन्छ नि यहाँ यहाँ बनाऊ। अनि छेले खाइदिनु नि ल शेरले खाँदैनन्। मेरो त मासु ल ल। अब कति सानो झ्यालो एउटा ठुलो घर बनाइदेऊ नि त त्यहाँ तल। हाउस बनाउन आउनु सारांश। बनाइदिन्छ अब आएन ल, म सिकाइदिन्छु है। म त आउँछ